नयाँ वर्ष 2026 को हार्दिक मङ्गलमय शुभकामना। जापानिज कल्चरमा नयाँ वर्षको दिनमा सुरुबाटै के खाइन्छ भन्ने कुरा म भन्न गइरहेको छु। यो हो जापानिज रक्सी निहोन्स्यु। यसको नाम निगोरी जाके हो। यो चाहिँ आमाले बनाउनु भएको लोकल जाँड जस्तै स्वाद छ। चिनी नै नहाले पनि गुलियो मिठो। 乾杯。今年もよろしくお願いします。美味しい。यो खानेकुराहरू चाहिँ दातेमाकी गुरी किन्टोन अनि किन्सी तमागो अनि यो च्यासु धेरै नामहरू छ, धेरै प्रकार छ, तर अलि धेरै भएको भएर यति मात्रै भन्छु। अनि यो हो खाजुनोको माछाको भित्रको अन्डा हो। यो हो एबी झिँगे माछा। यसको ढाड कुप्रो परेको देख्नु भएको छ। यस्तै ढाड कुप्रो हुने जेलसम्म 100 वर्षभन्दा बढी पनि बाँचिराख्न पाउँछ अरे भन्ने उनीहरूको चाहिँ पुरानो के भन्छ अन्धविश्वास होइन के भन्छ यसलाई उनीहरूको त्यो विश्वास छ अरे के यो कुरामा। त्यसैले यो प्राउन चाहिँ जसरी नै खानै पर्छ अरे त्यो दिनमा चाहिँ। यो चाहिँ घरमै बोइल गरेको एबी हो, प्राउन हो। अनि यसमा चाहिँ कुनै पनि फ्राइड चिजहरू छैन, सबै बोइल अनि यसरी बफाइएको चिजहरू छ। यसलाई भन्छ इजुसी। यो चाहिँ एकदमै पहिलाको सुसी चाहिँ यो हो रे के। अनि यो हो होताते, अनि यो हो दाते माकी। यो दाते माकीहरू गोलो 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 पत्र पत्र परेको छ नि। यो किन खान्छ अरे भनेपछि जापानिजहरूले चाहिँ यस्तो पत्र पत्र परेको कुरा नयाँ वर्षमा खायो भने चाहिँ दिमाग पनि धेरै राम्रो हुन्छ भन्ने चलन छ अरे। अनि यो हो भट्ट। भट्टलाई डेजर्ट बनाइएको। हाम्रो कालो भट्ट नेपालमा पाउने जस्तै कालो भट्टलाई उसानेर उनीहरूले डेजर्ट बनाउँछ। अनि डेजर्ट पनि प्रोटिन भएको कुराबाट। अनि यो हो मुला। मुलालाई एकदमै मसिनो स्लाइस गरेर अनि स्वादको लागि चाहिँ भिनेगर अनि हल्का चिनीहरूले पनि बनाइएको छ। खाँदा चाहिँ मिठो छ। अनि यो चाहिँ हो ओखर, क्रिम चिज अनि महलाई मिसाएर मैले डेजर्ट बनाएको। सबै फुड हेल्दी छ, न्युट्रिसनले भरिपूर्ण छ, तर सबै क्यालोरी एकदमै धेरै भएको हुनाले खाँदाखेरि चाहिँ विचार गर्नुपर्छ। थोरै खाएको जस्तो लाग्छ, फेरि 2000 क्यालोरी भन्दा बढी खाइएला है।